राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामी मिसारेले उद्योगी व्यवसायीलाई डर त्रासमा नपर्न आग्रह गर्नुभएको छ। आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उहाँले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साहित बनाउने नभई नीति सुधार गर्ने रहेको बताउनु भएको छ। उहाँले सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो। उहाँले सरकार उद्योगी व्यवसायीसँग सहकार्य गरेर नै अगाडि बढ्न चाहेको बताउनु भएको छ। तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने उहाँको भनाइ छ। विगतमा राजनैतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्ति केन्द्रको दबावमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको उहाँको भनाइ छ। उहाँले अब अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गर्नुभयो। तपाईहरुले अलिकति पनि चिन्ता मान्नु पर्दैन। यो सुशासनको एजेन्डालाई अलिकति द्रुत रूपमा अगाडि बढाउनको निमित्त केही प्रश्नहरू तपाईको इन्स्टिट्युसनहरुसम्म आइपुगेछ भने त्यसलाई यहाँले सहज रूपमा लिदिनु होला। उहाँले वर्तमान सरकार चुनावमा आफूले गरेको बाचापत्रको आधारमा नै सञ्चालन हुने बताउनुभयो। जनताले बाचापत्र हेरेर नै भोट दिएको उल्लेख गर्दै उहाँले बाचापत्र भन्दा दायाँ बायाँ नजाने दावी गर्नुभयो। उहाँले उद्योगी व्यवसायलाई आफ्ना कमी कमजोरीलाई पनि मूल्याङ्कन गर्न आग्रह गर्नुभयो। आन्तरिक लेखा परीक्षण गर्न सुझाव दिँदै उहाँले विगतका कमजोरी सच्याउने प्रक्रियामा राज्यसँग सहकार्य गर्न आग्रह गर्नुभयो। नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो। उहाँले आर्थिक सुधारका लागि गरिने कानून कार्यान्वयनका क्रममा आवश्यक सहयोग गर्न व्यवसायीहरू तयार हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले विगतमा जस्तो उद्योगी व्यवसायीहरू समस्या लिएर नेताको घर घरमा पुग्न नपर्ने बताउनुभयो। यो सरकार यो बाचापत्र हेरेर चल्छ, हाम्रो यही नै हो। किनभने यही भनेर हामीले भोटमा आएको, जनताले हामीलाई भोट दिएको नि यो बाचा गरेको हुँदा यो लेखेर गरेको बाचा हो जनतासँग। यसभन्दा अगाडि के भयो त्यसको क्रिटिसिजममा मैले समय खेर खानु नै छैन। तपाईहरु सबैलाई थाहा भएको कुरा हो, तपाईहरु सबैले बुझ्नु भएको छ। उहाँले 5-7 वर्षभित्र मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको उल्लेख गर्दै उक्त लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। निजी क्षेत्रको क्षमताका आधारमा नै सरकारले लक्ष्य निर्धारण गरेको उहाँको भनाइ छ। उहाँले सरकार लगानी मैत्री वातावरण बनाउन तयार रहेकाले निर्धक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ।